गुड मर्निङ फ्रम होटेल। बिहान बिहान कस्तो हावा लाग्छ यार यहाँ। डाङडुङ 5-7 छ भलिदिनु गरेर र सबजना रेडी। इट्स रेस्ट डे। पुकी रेसरको फर्स्टमा रेस छ हाम्रो यहाँ। इन्डियाको टाइम अनुसार 9:41। इन्डियाको रेस अनुसार 9:40, नेपालको इन्डियाको टाइम अनुसार 9:40, नेपालको टाइम अनुसार 9:55 छ। सो वी मुभिङ आउट अफ द होटेल। अब यहाँबाट होटेलकै क्याब युज गरेर छौँ हामीले। यहाँ चाहिँ ओला सोला गोला एक्सेप्टै गर्दैन, पाउँदैन आउँदै आउँदैन। अनि होटेलको क्याब यसले पुऱ्याइदिन्छ, यसले ल्याइदिन्छ। तर लास्ट धराप चलाउँछ, लास्टै धराप चलाउँछ। कहाँ लुकिङ ग्लास नहेरी साइड मिरर नहेरिकन यस्तो टाउको घुमाइदिन्छ। अनि कहाँ हेर्छ धराप कुदाइदिन्छ। जतिचोटि पनि हामी त्यसको अभिनवलाई सोध्छौँ ल एक्सपिरियन्स गर्छ। अभिनव पुगी यो यसले ट्याक्सी चलाएको एक्सपिरियन्स भन्छ त कस्तो हुन्छ? झन्डै मारेन। जति चढ्यो नि कस्तो हुन्छ भन त? एकदमै डर लाग्दो हुन्छ, भयानक। ठोक्छ हुन्छ है। यो रेसर भन्नु पर्ने। त म 1 किलोमिटर जानु छ यहाँबाट हामी ट्र्याक, अनि 1 किलोमिटर फर्किनु छ। जाँदा र आउँदा यसलाई बोलाउन गराएको छ। अहिले चाहिँ फर्स्ट दिन मात्रै हामी ओलामा पायो अनि गएको है। अरू दिन चाहिँ फर्स्ट दिन पनि फर्किने बेलामा पनि पाएन, अनि फर्किने बेलामा पनि यसलाई बोलाएको थियो। त्यहाँदेखि जाँदा आउँदा सेकेन्ड डे, आज थर्ड डे होला, थर्ड डे कि फोर्थ डे होला, थर्ड डे सायद। आजसम्म जतिचोटि नि गयो आयो, यहाँ ठोक्ला मार्ला गर्छ अनि गाह्रो आउँदै बेला। अब आज रेस्ट डे 28बाट सुरु गर्नु छ। कस्तो भिड हुन्छ होला, 27 जना अगाडि। आमा हेक्टिक ट्राफिक फिल्टर हान्नुपर्छ। काठमाडौँ भक्तपुरको बाटोमा त्यो गरे जस्तो फिल्टर गरे जस्तो, तर भक्तपुरको बाटोमा बिस्तारै हिँड्नेहरू नि हुन्छ नि, यहाँ त हुँदैनन्। सबजना रेसर गोलीहरू कहाँबाट छान्ने होला त? पुरै डाङडुङ खतरा एग्रेसिभ रेस हुनेवाला छ। लेट्स सी, होप फर द गुड रिजल्ट, होप फर द सेफ्टी, सबै चिज। अब एग्रेसन चाहिन्छ नै। 27 जनालाई ओभरटेक त्यत्रो त नसोचौँ। 27 जना अगाडि हुँदाखेरिको एग्रेसन यता त भइहाल्छ। म 360 हाल्छु होपफुल्ली, अनि काम गर्छ त्यसले। अनि हेरौँ के कस्तो आउँछ फुटेज। अब त्यही हो। हर्दै जुस खान गएको नजाम। अनलक आयो हर्दै। यसको ड्राइभिङ पनि देखाइदिनु पऱ्यो, यसको कुदाइ पनि काहीँ न काहीँ एकजना कराउँछ या एक्सप्रेसन चाहिँ नदिउँ। डेन्जर हुनेवाला छ, because we don't have any other options. बाटो खाली रहेछ आज, आनन्दले पुऱ्याउँछ जस्तो छ। पछि लास्टमा त यसले नेपाली बुझ्ने कि हामीले चाहिँ यसलाई नेपालीमा के गाली गरिसक्यो कहाँ ल्याङप्याङ गरेर। घरि के गरिदिन्छ यहाँ त फेरि अब उल्टो सुल्टो सबैतिरबाट गाडी आउँछ, जताबाट जे नै आउँछ। आज चाहिँ आनन्दले पुऱ्याउला जस्तो छ है। गाडी कम गएर अब मेन स्केरी पार्ट त आउँदैछ। यो कट्नेवाला यहाँबाट चाहिँ हामी पारी जानुपर्छ। आजको
अनि यो कट्नलाई यसले पोजिसनले भोलिको डिसाइड गर्छ हैन आज पेशेन्स राख त्यही ओभरटेक गर्ने हुन्छ किनभने भोलि तिमी लास्ट भयो भने त भोलि टर्नै ओभरटेक गर्नुपर्छ नि त त्यही भएर बरु आज टप 15 बाट 10 सम्म आयो भने ओके हैन भोलि अगाडिसँग फाइट गर्न पायो नि त अब यसले सिसा हेर्दैन हेर्नु है छड्की ल सिधै गइदिए आज चाहिँ यसले घुमाएर ल्याउने विचार गरे डेन्जर आइरहेको थियो यहाँ त जङ्सनमा नि स्लो नगर्ने है लो लो गाडी त अनि ट्रकले ठ्याक्कै छोपिरहेको छ कि महासालालाई लो लो गोटी सोटी च्याप्छ क्या हो यसले ओटीसोटी हैन यसले भर्खरै सिकिरहेको यसले नि थाहा पाइसक्यो क्या यसले नि थाहा पाइसक्यो क्या हामी वाइल्ड डराइराख यसको ड्राइभिङमा भनेर अनि त्यही भएर यसले त्यो क्रस गर्ने भन्दा त्यो गरिरहेछ क्या उल्टो बाटो नछिरिकन सुल्टो सुल्टै घुमाइरह पेसेन्स भन्ने नै छ त्यसमा तबाट जानु पर्यो फेरि कहाँबाट छिराएर त्यहाँबाट छिर्ने ठाउँ रहेछ आज चाहिँ आनन्दले पुऱ्यायो बोइज गेटिङ रेडी सुकु बेस्ट अफ लक दामी हान्नुपर्छ है दामी दामी कुदाउनुपर्छ तिमीले हो यो यहाँ छ बाइक त्यहाँ अभिनवको गयो अगाडि अभिनव बेस्ट अफ लक भिडियो लिदिउँ यहाँ छ सुकु अगाडि छ अभिनव हाम्रो टाइम छ अझै एकदमै 9:10 पनि लाग्यो 11-12 2 घन्टा टाइम छ हाम्रो अझै बाइकले धुवा फालिरहेको ल हो शिक्षा अब यता त्यता केही नसोच ड्याङडुङ कुदाइदियो बेस्ट अफ लक गाइजहरू अब आउटिङ ल्याब 1 घुमेर आएर अनि यहीँ छ ग्रिड यहाँ ग्रिड लाइन अप हुन्छ कहाँ गइसक्यो यसलाई त कत्रो देख्दो रहेछ कि लम्बो अलि है बाइकमा त्यो लम्बु चाहिँ आसामबाट हो नेपाली पनि बुझ्छ त्यसले नेपाली अलि बोल्छ भने त्यसको 12 हो र खै नेपालमा ल सुकु यहाँ पिट लिमिट डन गइरहेको थियो अघि एकजना त्यही होला यहाँ चाहिँ पिट लिमिट 60 मात्रै हुन्छ 60 सुकु इजी त्यो एउटा खाम जस्तो छ एउटा त्यसमै छ कार्डहरू सबै खाने रहेछ कहाँबाट हो ग्रेड छिर्ने सो लेट्स गो टु ग्रेड
जतिजना पनि एउटा मान्छेको जतिजना छिर्नु पाए यो एसएस भएपछि ओके लेट्स गो टु भिडमा गएर एकचोटि पनि उभिएकै छैन अहिलेसम्म मलाई सुई पास हुने मात्रै भइरहेको छ त्यहाँ बत्ती बल्छ अब त्यहाँ बोर्डमा अनि बत्ती निभेपछि हो बल्यो बोल्यो गो मार्न छिटो छिटो त्यहाँ भर्खर फर्स्ट कर्नरको यता ए आउटसाइडमा होइन इनमा छिटो झन् पोजिसन लुज चाहिँ गरे जस्तो लाग्यो तानेन जस्तो छ है सुकुलाई त हेर्नु पनि भ्याएन भिडमा कहाँ हो कहाँ मैले अभिनवलाई उहाँ पुगेपछि देखाएँ क्या कहाँ हो खोज्दा खोज्दै अब त आएपछि थाहा हुन्छ यहाँ आउनलाई अब 2.5 मिनट जस्तो लाग्छ नियर बाई अनि अब त्यो आउँदा फोन ओभर हिट भएर फेरि अघि त्यहाँ ग्रिडको खिच्दैन होला भिडियो स्टप भएर क्यामेरा क्यान नट बी ओपन ड्यु टु हाई टेम्परेचर भनेर कता कताबाट के हुन्छ यो गर्मीमा अब केटाहरू आउँछन् अनि त्यसपछि फेरि खिच्नुपर्छ कति पोजिसनमा आउँछन् अभिनवको राम्रो जान्छ क्या अगाडिको बन्चसँग छ तर यहाँ झन् पोजिसन लुज चाहिँ गरे जस्तो लाग्यो फर्स्ट कर्नरतिर लन्चबाट लेट्स सी रिकभर गर्छ गर्दैन रिकभर दामीको हानेर आयो भने एग्रेसिभ छ हान्छ अभिनव सुकुले पोजिसन गेन गरेको छ अभिनव 8 मै छ तर अगाडिको जान्छ 3 जना 4 जना जति होइन तिनीहरूलाई त खान्छ 7th बाट 3-4 जना जतिको बन्चमा छ क्या हो हेर्नै नभ्याउने क्या अनि त्यो बन्चबाट जस खान्छ तिनीहरूलाई त सँगसँगै छ अगाडिको फर्स्ट सेकेन्ड थर्ड चाहिँ फुत्किसक्यो फर्स्ट बन्च चाहिँ फुत्किसक्यो भागिसक्यो उनीहरू चाहिँ अब आज रेस 1 उसले त्यो आफ्नो बन्चको लाई हान्यो भने अनि भोलि रेस 2 ग्रेडमा पोजिसन माथि आउँछ अगाडि आउँछ अनि त्यसमा फाइदा हुन्छ फर्स्ट बन्चसँग स्टिक हुनलाई अनि फाइट गर्न मिल्छ हाम्रो त धेरै गाह्रो छ हाम्रो 27 जनालाई कति चाहिँ अगाडि आउने हेरौँ लेट्स सी सक्दो अगाडि आइन्छ जोरिङ P5 एउटा बाइक बिग्रियो जोरिङ P5 अब अभिनव जोरिङसँगै ए यहाँ लाइभ हेर्दैछौँ हामी चाहिँ यहाँ त अब ट्र्याक त कता कहाँ पुग्छ अनि लाइभ हेर्दैछौँ यहाँबाट सिधै रेसबाट आएपछि उता यो पिटहरूको लास्टमा गएर उता राइट साइडमा स्क्रुन्टी टेस्ट गराउनुपर्छ अभिनवले P4 फिनिस गर्यो गाइस अब भोलि 4th बाट सुरु गर्छ ग्रिड अनि त्यसपछि फर्स्ट वनसँग फाइट गर्छ वाह टिममा केही त राम्रो भइरहेको छ यहाँ धेरै राम्रो भइरहेछ एकजनाको त राम्रो भइरहेछ भन्नेवाला छ यहाँ पुरै खतरा भवाल सुकु कहाँ गयो आयो ए आएर नि उता गइसकेछ अति मजा आयो होइन त ल भन न सिप्लिन्छ क्या मेरो यहाँ हामीले पनि गर्नुपर्छ है केही उताबाट स्क्रुन्टी गरेर ठ्याक्क त्यहाँ एउटा एक्सरे जस्तो के छ फलाममा बाइक समाउनुपर्छ बाहिर अनि त्यहाँबाट भित्रबाट के स्क्यानर हान्छ अनि एकैछिनमा भइहाल्छ
यताबाट अनि पछाडिबाट आउँछन् त्यहाँ अगाडिबाट उ गर्दै मजा आयो मजा ए हो ए ल म नचिन्छ हिँड्दै हिँड्दै आएर रहेछ अन्ना पुकिरे सर पुकिरे पछाडि होल्ड भयो नि धेरै ठिक छ अब दामी 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 यो फर्स्ट कर्नरवाला दुईजनाको स्लिप स्ट्रिम र ओभरटेक बवाल सुगु आयो 5 जनाको चाहिँ बाइक त्यहीँ होल्ड गर्ने रहेछ त्यही भएर अर्नव हिँड्दै आयो ऊ चाहिँ बाइकमा आयो दामी बोइज दुवैजनाले इम्प्रुभ सुगुले पनि पोजिसन 16th सुरु गरेर 13th फिनिस गरे बवाल खतरा खतरा अब भोलि मजा आउँछ भोलि P1 कसम ए सुगु यहाँ आइरहेको रहेछ म अघिकोलाई त्यो त अघि असमको पो रहेछ दामी अभिनवहरूको पिटियो चाहिँ बवाल आज हामी हाम्रो यहाँ पुगी छ पुगी 4th पुगी रेसर 4th भोलि 1 P1 पुगी Sienna that's bikes sitting here अब 12 बज्यो 12:35 मा हाम्रो चाहिँ अब रेडी हौँ त्यसपछि पाला आएपछि बाइकमा बसेर अब बवाल गर्नुपर्छ अब कडा दामी गर्नुपर्छ अब गेट अप हौँ अनि गर्मी छ यस्तो शीतलमा बस्नु यस्तो गरेर फ्यानको मुनि त्यसपछि बवाल बाइकमा बसेपछि आगो राक्षस लेट्स गेट गोइङ बोइज गाइज पविन दाई अब रेस 1 को लागि रेडी हुँदैछ श्री दाई त्यहाँ हिँड्छ रेडी हुँदै बाइक यहाँ छ यो चाहिँ पिटहरूमा के भन्छ के भन्न चाहनुहुन्छ तपाईँ P1 है त P1 यहाँ हाम्रो रक स्टारको अर्को राइडर हुनुहुन्छ उहाँ हरिदाई के भन्न चाहनुहुन्छ चिकबिस है अब ल जोसमा छ दुवैजना दाईहरू अब हेरौँ के हुन्छ गाइजहरू रेडी हुँदैछ पविन दाई यहाँ हरिदाई यहाँ अहिले रेड छ ग्रिन भइस जान्छ केटाहरू के भयो पविन दाई गयो मोरे आयो त अनि 100 माथि त 5 मा जाँदैन 6 मा जाँदैन कतिमा जाँदैन
दाइको चाहिँ खत्रै ब्याड लक भयो, बाइक ठ्याक्क त्यहीँ ग्रिडमा गएर बिग्रियो, रिटायर भएर आयो। पछि बाइक बिग्रेर होइन, बाइक कुद्दै कुदेको छैन क्या, दुवैजना छिटो किन हो। यहाँ क्याफे थियो, खासै खाना त केही मगाएन, यति चाहिँ खाइदिए। भोलि अब रेस 2 छ भनेर आज त फक भयो। बाइक त सय पनि कटेन, बाइक त सकेर अनि कटेन, 4 मा 3 मा कुनेर पनि 100 पनि नकट्ने बाइक। त्यो पिटबाट निस्केर आउटिङ ल्यापमा जाँदाखेरि नै मरिहाल्यो बाइक। सुरुमा अब त्यो पिटबाट ठ्याक्क एक्जिट गर्दासम्म ठिक थियो, सेकेन्ड कर्नर र थर्ड कर्नर हान्दासम्म ठिक थियो। त्यसपछिको त्यो सेकेन्ड गयो स्ट्रेटमा गयो, अनि त्यसपछि त अब के गर्ने, अब बिचरा टिमलाई नि के भन्ने, बनाउनेलाई नि के भन्ने, बनाउनेले नि बनाएकै हो, उनीहरूले चेक गर्दा नि ठिकै थियो। ट्र्याकको अब थर्ड कर्नरबाट उता गइसकेपछि बोक्सी लगाए त अब के गर्ने, बिचरा कसलाई के भन्ने। म मेरै त्यो भाग्य नै पनौती नै हुस हो क्या, पनौती मै हो क्या। स्टक बाइक अब सबै बनाएर उनीहरूले रेडी नै थियो, बाइक कुदि नै रहेको थियो। त्यहाँ पुग्दाखेरि चाहिँ बोक्सी लगाएपछि त अब के भन्नु मिलेर उनीहरूलाई पनि होइन, मेरै भाग्य थियो। कसले बोक्सी लगाएर आयो, नमिठो डेन्जर बोक्सी लगाएर बधाई छ, कसले बोक्सी लगायो, सफल भइरहेको छ तिमी। ढुस्नु झरै छु म, रुनै मलाई, तर के गर्नु, रुन पनि आउँदैन मलाई। बसेँ आएर 1 ल्याप हाने, त्यो 100 पनि नकट्ने बाइकले के गर्ने, बेकारमा अरूलाई डिस्टर्ब हुन्छ। त्यहाँ पछाडिबाट भेटिहाल्छ, एकै ल्यापमा 100 नकटिसकेपछि अरू 170 असरी हाने। कसैले यतै ल्याइदियो जस्तो लाग्यो कि मलाई। अनि 70-80 170-80 पुग्ने त्यहीँ स्योर, त्यही टेबलमा राखेँ मैले त। 170-80 हान्ने बाइकले त अनि त्यो त जहाँ अब जति पनि भेटिहाल्छ नि, 100 पनि नपुग्ने बाइकलाई त एकै ल्यापमा भेट्छ। बेकारमा अरूलाई डिस्टर्ब हुन्छ भनेर छोडिदिएँ मैले। एक ल्याप पनि कम्प्लिट भएन। यताबाट लन्च हानेर गएँ, त्यो मुला उसमै बाइक बन्द भइसकेको थियो, पिटमा ग्रिडमा बस्ने बेलामै। ग्रिडमा बसेर सुरुमा साइटिङ ल्यापमा पिकअप लिँदाखेरि पिकअप नलिएर स्टल नै भयो, बाइक बन्दै भएर। त्यसपछि फेरि स्टार्ट गरेर गएँ, धराप लागिरहेको थियो। त्यही बेलामा पेट छिर्दिउँ कि जस्तो लागिरहेको थियो, पछाडिबाट हानिदिन्छ कि भनेर फेरि यस्तो हेरेको, पछाडि त्यो थियो क्या, अलि छल्न मिल्ने थियो, तिनीहरूले छल्छ भनेर। अब लास्ट गेटतिर थियो नि त, अनि अब हानिदिन्छु, के थाहा कुद्यो भने त कुदिहाल्यो नि भनेर, एकछिनमा कुद्यो भने त हानिदिन्छु, दाब दिन्छु भनेर भनेको। 1 ल्याप पुरै हानेर आउँदाखेरि पनि अनि पेट छिर्नेनिर पनि कुदेन, 100 पनि कटेन जति बटार्दा पनि। अनि तिनीहरूले त अर्को ल्यापको पनि आधा जति पुगिसकेको थियो होला, अनि होस् भनेर छोडेर पेट छिर्यो। अब हो भोलिसम्म बाइक बन्छ, भोलि भाग्यले साथ दिन्छ, लकले के इस्यु हो भेटाउन सकिन्छ। अनि त्यसपछि भोलि केही होला कि। अब आज 28 ग्रेडमा थियो, अब भोलि अब झन् पछाडि 30-32 कतितिर हो, 32 होला झन् पछाडि, किनकि पहिलो ल्यापमै छिटो लास्ट नै म। झन् ग्रिड अगाडि तानमला 10 जना 12 जना जति हानेर भनेको, झन् पछाडि चाहिँ पुग्यो बाइक मरेर। अब जे हुन्छ भोलि हुन्छ। भोलि अब कतिजना जति जतिजना हाने पनि केही पुग्नै छैन। जतिजना हाने पनि भोलि केही फरक पर्नेवाला छैन। भोलि अब यसो ट्र्याक टाइम बढाउने काम मात्रै हो, यसो एक्सपिरियन्स मात्रै हो। मुडै खराब, यत्रो गरेर आएको। अब भोलि कुदाउने अनि जाने नेपाल। एउटा यस्तो भाग्य, जहिले जहाँ पनि यस्तै, के गर्ने यस्तै। अब बसौँ एकछिन, बाइक साइक बनाएको हेरौँ के भन्छ यिनीहरूले, के हो इस्यु, अनि त्यसपछि जाउँला अनि होटेलतिर। भोलि पुगी रेसरले चाहिँ भोलि P1 हान्नुपर्छ, त्यही हो। आज P4 सकाएको छ, भोलि P1 हान्नुपर्छ।
भोलि P1 हाम्रो एउटा ट्रफी चाहिँ आउँछ है हाम्रो भोलि पुकी रेसरले हान्छ मेरो त पछाडिबाट दिए मात्रै हो कसैले अब लास्ट हुने ट्रफी यस्तो खत्तम रेस विकेन्ड गयो कि हुन्छ नि सबैमा मुड अफ प्र्याक्टिस सेसन मिस कहिले बाइक बिग्रिने अनि एकचोटि मैले क्र्यास गरेँ एकचोटि बाइक बिग्रियो अनि 2-3 सेसन त्यसरी नै मिस फ्री प्र्याक्टिस बाइक रेडी नभएर उनीहरूले फेरिङ हाल्दा दिन बितायो फ्री प्र्याक्टिस मिस क्वालिफाइङ 2 ल्याप हानेपछि फेरि बाइक भाडा गरेर क्वालिफाइङ मिस रेस 1 फेरि भाडा मिस पक्का हाम्रो पुकी रेसरको आज पोडियम आज सेलिब्रेसन पोडियम यहाँ चाहिँ 5थसम्मलाई पोडियम दिन्छ अनि हाम्रो पुकी 4th भएर आज पोडियम ह्याप्पी हुनुहुन्छ नि ठिकै भोलि हामी for the first time in fourth position first time हुन्छ कोही आएको नि फर्स्ट कस्तो खोइ भोलि फर्स्ट भएछ पुकी रेसर ready for the podium. Just sing it and just dance it again. Huh? I'll share story tonight. हाम्रो पार्ट स्याड भयो पनि तर टिमको पार्ट हाम्रो यहाँ आज खुसियाली छ है उतापट्टिको वाला उता कर्नरको 5th अभिनव 4th अनि त्यसपछि त्यो रेड क्याप 3rd अनि यतापट्टिको यो भर्खरको 2nd फर्स्ट त्यो चाहिँ फर्स्ट $165 क्याटेगोरी स्टक फोटो सुट हुँदैछ हाम्रो पुगी रेसरको याकुजा टिम याकुजाबाट पनि फर्स्ट पोडियम लिएर आएको रहेछ अभिनवले त्यही भएर पुरै फोटो सुट ल बाइक रेडी टेस्ट ड्राइभ गरेर आएँ मैले भर्खर मेन गेटसम्म उता पर अनि बाइक अल सेट अब चाहिँ पक्कावाला सेट मैले आफैले टेस्ट गरेँ अब पनि भाग्यले साथ दिएर भयो भने चाहिँ डेन्जरै मोक्सी लागेको रहेछ भनेर थाहा छ अब पनि फेरि मऱ्यो भने चाहिँ बल्ल अलिकति मुखमा अलि आनन्द र अलि हाँसो आइरहेछ होस् मैले मेन गेटसम्म कम्पाउन्ड भित्रभित्र सबैतिर कुदाएर आएँ अनि ब्रेक चेक गरेँ सिटिङ केही छैन अब चाहिँ अहिले चाहिँ अब पनि फेरि ट्र्याक छिर्ने बित्तिकै बोक्सी लाग्यो भने त अब के गर्न सक्दैन होइन बोक्सी नै स्ट्रङ रहेछ लागेको बोक्सी नै भन्ने बस्ने अब भोलि लास्टबाट स्टार्ट 32-33 अब आज केही नभएको भए यति गुड भएको भए बाइक आरआर युनिट के मरेको रहेछ अरे अनि त्यो आरआर युनिटले जताततै करेन्ट स्यालवेल पठाइदिएको रहेछ अरे अनि के सर्ट भएर ओभर हिट के भइरहेछ भन्दै थिएँ म त बुझ्दिनँ अब जोस् अर्को बाइकको झिकेर मेरोमा हाल्यो अनि जुन हाम्रो टिम लिडर थियो उसले चाहिँ म चलाउँदिनँ ल तै चला
मेरो झिकेर यसलाई हालिदियो भने उसको पनि इन्जिनसँग के भइरहेको थियो प्रब्लम्सहरू भाडा भुलुर भइरहेको थियो उसको पनि ऊ पनि मैसँग 1 लाख नै भित्र छिरिहाल्यो पिठमा अनि उसको म चलाउँदिनँ तै चला ल भनेर उसको पार्ट्सहरू मेरोमा हाल्यो आएर युनिट यता त्यता के नयाँ क्लच प्लेटहरू हालिरहेको छु सर्भिसिङ गरिरहेको छु अब तैँले भोलि जसरी पनि 10 जना ओभरटेक गर्नुपर्छ भोलि भनेर छ यतिको गुड बाइक भयो भने हान्दिने हो जे होस् रेस खेल्न आइसकेपछि एउटा रेसवाला फिलिङ त हुनु पऱ्यो कुदाउनु पनि नपाएर म त साक्को परिरहेको थिएँ अब चाहिँ कुदाइन्छ पनि हानिन्छ पनि बवाल गरिन्छ भोलि मजा आउँछ दामी मजा आउँछ दामी अहिले त दामी बनाएको छ मैले कम्पाउन्डमा 2 राउन्ड उता मेन गेटसम्म हानेर आएको अब चाहिँ अनि जहीँ बटारेर नि हेरेँ क्या 6 गियरसम्म अनि यतिकै न्युट्रलमा बढाएर पनि हेरेँ ओभर हिट पनि छैन केही पनि छैन अनि तान्ने पनि मिठो छ तानिरहेको छ अब चाहिँ बल्ल बाइक मेरो बाइकको सुरु भयो नत्र म 2 जनालाई हान्थेँ भोलि अब त्यो बाइकको सुरु गरेँ प्याकअप ट्र्याकिङ पनि गर्दैन होला टाइम लाग्छ अहिले 1 जना जस्तो मात्रै छ नि त डाङडुङ गरिहाल्यो भने मेकानिक अलिक कम छ क्या हाम्रो अनि त्यही भएर अलि टाइम लगाउँछ डाङडुङ गरिहाल्यो भोलि भने अनि सार्टहरू रेडी भयो नि वी विल बी डुइङ सम रियल गुड सेट्स टुमोरो आज पुकीले लिएर आएको छ ट्रफी तर त्यहाँसम्म चाहिँ नपुगौँ त्यो खुसीको माहौलमा चाहिँ छोडेको आज पुकीले लिएर आएको छ पुकी रेसरले हाम्रो ट्रफी लिएर आएको छ अब भोलि पनि लिएर आइहाल्छ उसले त हामी पनि केही अनि प्रोग्रेस अलिक दामी उयो भन्ने नजरमा पर्ने गरेर त जानु पऱ्यो नि नेपालबाट आएर अलिकति नेपाली गाइज भन्ने पारेर त जानु पऱ्यो नि भट्टीमा किनकि आज बाइक नबिग्रेको भए 8-10 जना जस्तो ओभरटेक गरेर हामी 10 डिड अगाडि आउँथ्यौँ रेस 2 को लागि अनि फेरि 8-10 जना ओभरटेक गर्दा जति सकिन्छ गर्दाखेरि राम्रो रिजल्ट आउँथ्यो क्या अब आज रेस बाइक बिग्रिएर कुदाउनै नपाएपछि झन् पछाडि चाहिँ ढकाल्यो क्या हामी अगाडि बढ्नु छ त ब्याकवर्ड चाहिँ गयो क्या आज ठिकै छ तर श्रीदाई अगाडि जानुभएको छ श्रीदाई चाहिँ 26बाट 16 तर 17 कतिमा फिनिस गरेर अगाडि जानुभएको छ श्रीदाई अगाडि हुन्छन् म चाहिँ पछाडिबाट आउनुपर्छ श्रीदाई भाटामा पुग्नलाई पनि मैले 16 जनालाई ओभरटेक गर्नुपर्छ द्याट सम रियल गुड रेसर्स त्यो हुन्छ नि रियल गुड अमाउन्ट अफ रेसर्सलाई ओभरटेक गरेर पुरै टन्नैलाई ओभरटेक गरेर जानुपर्छ क्या त्यो भनेको 16 जना ओभरटेक 6 ल्यापमा ठिक छ देखौँला फर्स्ट सेक्टर मेरो हतियार फर्स्ट सेक्टरमा गोर्खाली भनेर छिर्नुपर्छ अनि त्यसपछि सेकेन्ड सेक्टर थर्ड सेक्टर फेरि लखाड्दै दाप्दै जाने भोलि बवाल फाइनल हो रेस हो डु अर डाई सिचुएसन टाइपको अनि ल अब हामी यतै बाइक प्याकअप हुन्छ खुसी लागेर मैले भिडियो खोलिहालेँ क्या गफ गर्नु मन लागेर क्या अघिदेखि त म यत्तिकै यहाँ भुइँमा सुत्ने उठ्ने निराएर ओरेर उठेर त्यहाँ बाइकसम्म गएर बसेर अनि अघि भर्खर उठेर चाहिँ पोडियम जाने बेला भयो भनेर अनि अभिनव भाटामा गएको अब आनन्द लागिरहेछ अब अभिनव भाटामा जाउँ यसो गफ यता त्यता गरेर अनि अब होटेल गएर रेस्ट गर्ने एकछिनमा होटेल गइसकेपछि अनि हामी बिदाबारी होला नि होइन अभिनवको फोटोसोटो पनि खिच्नुपर्छ अभिनवसँग